want to go in our house. You want to go to Ama house? Bichara. Janish ले चाहिँ एक्सपिरियन्स गर्दै छ village life, right Janish? Yes. You love this village? Oh, okay, okay. Janish को कपडाको गति हेर्नु धुलोमा लडेर बढे पुरा धुलो खाएर जाने भयो। ओ माथि पहाड हेर्नु त्यो पहाड नि ओ त्यहाँ माथि स्कुल छ के एउटा चन्द्रकोट नि ओ ओ माथि हो अनि यतापट्टि हो त्यो स्कुलदेखि माथि चाहिँ नि बागलुङ स्कुल बागलुङ पर्छ नि ओ यहाँ माथि हेर्नु त स्कुल छ एउटा देख्नु भएको छैन होला हजुरले यहाँ यो डाँडामा देख्नुभयो सानो स्कुल छ यहाँ अनि हो यो माथिको यो जति चुच्चो डाँडा छ नि अनि त्यो चाहिँ नि पुरा बागलुङ पर्छ के यहाँ चाहिँ गुल्मी पर्छ यो बारीहरू सबै है पुरा खाली छ हाम्रो बारीहरू गर्ने कोही छैन माथिको यो सब बारी हो यो चाहिँ रोडले खाइदिएको अनि पुरा त्यही त जङ्गलहरू पुरै हो यो बारीहरू सब हो के पहिला के यहाँ गाडीहरू नहिँड्दा फर्स्ट जाँदाखेरि यो बाटोहरू हिँडेर आउनुपर्ने के उयो तलको बाटो यसरी अन्त यो खोल्चामा कस्तो डर लाग्ने के अब म हजुरलाई देखाउन जाँदैछु हामीले बिहा गरेको सानो मन्दिर म ल जेनिसको पापा त्यहाँ छ हो यही हो मन्दिर जहाँ हामीले बिहे गरेको बाहिरबाट है हो यहाँ मन्दिरमा बिहा गरेको के अनि त्यही त नि आइज भनेर बोलाएको जस्तै भयो नानी लिएर आइज भनेको जस्तै भयो है प्लानै गरेको थिएन के आउने बन्द रहेछ त मन्दिर त ये मंदिर हो के जिउवा गर ल तिमीले पनि चढाऊ मामाले पनि चढाऊ फुलसँग चढाऊ है भगवानलाई साक्षी मानेर भगवानको सामने बिहा गरेको पो हो त अनि खै भगवानलाई यही हो मन्दिर अब चाहिँ हामी फेरि वापस जानु लागेको अब हामी खेतहरू देखाउँछु है हजुरहरूलाई ल हेर लसुनको खेतीहरू कसरी हुन्छ गाउँघरको यसो पारी शान्तिपुर हो शान्तिपुर बजार है हेर्नुहोस् गाउँघरको घरहरू कस्तो मजाको चिटिक्क हुन्छ है कति मजाले हाम्रो बिहा गराइदिने पण्डित बाजे यही हुनुहुँदो रहेछ हो ऊ माथि नै मन्दिर उहाँको घर चाहिँ यहाँ हो अनि त्यही देखाउँदिएको मलाई त्यही त भन्छु गएर घर यहीँ जस्तो लागेको थियो मलाई भन्छु चाहिँ यहाँ ग्राउन्ड बनाएको के झापक युवा क्लबको अनि यहाँ मेला चेला के पनि हुन्छ यहाँ लाग्छ के यहाँ लाग्दो रहेछ अब मलाई त के थाहा अब यहाँ हुन्छ प्रोग्रामहरू किनभने बुढाले फलो गर्नुहुन्छ नि त अब मलाई त त्यति आइडिया भएन यो चाहिँ नि गहुँ हो है गाइस गहुँ भनेको चाहिँ नि आटा नि यो पहिला यसरी फल्छ अनि यसको माथि टुप्पो टुप्पोमा बल्ल फल्छ गहुँ अनि त्यसलाई पिसेर चाहिँ नि आटा खाइन्छ यसरी फल्छ यो चाहिँ पहिला हाम्रो खेत थियो अनि यो खेतमा हामी पानी पनि हाल्नु हान्थ्यो कि है
चामल त्यतिखेर चामलको खेत गरेको थियो अनि त्यति बेला हान्थ्यौँ हामी अनि टर्न बाई टर्न हुन्छ नि त पानी हाल्ने कुलोको अनि यो हेल्प पोस्ट बनाउने भनेर यो खेतहरू दिएको के अनि खेत दिने रोड दिने है कति गयो है बाफ्रे बाफ माथि डाँडामा घाम लागेको हेर्नु ल यो चाहिँ गाइस मटर हो है हरियो मटर जसलाई हामीले पिज भन्छ इङ्ग्लिसमा है ल हेर्नुहोस् यसरी खेती गर्छ हजुर यस जेनिस ओके सी कस्तो मजाले फलेको हेर्नु आलु तल आलु छ यो आलुबारी यो पनि हजुर मटरको यस पारी खेतहरू देख्नुभयो सबै माथि माथि बस्ने मान्छेहरू यहाँ तल खेत गर्नु जान्छ सबैको आफ्नो खेत अलग अलग हुन्छ कि यहाँ आलुको खेती त्यो खेत हाम्रो हो खेत हो तल खोला छ हो गाउँघरमा चाहिँ मागेर खाने चलन है उखु खाने अरे बुढाले अनि उखु माग्दै हुनुहुन्छ ए उ त्यहाँ पनि रहेछ नि त है उखुको रुख ठुलो पर्दैन उखु काटेर पनि लिएर आयो कति जाँगरिया कति उत्यो हुन्छ कि यहाँ पहाडहरूको नानीहरू त कति बलियो हुन्छ ल हेर एकैछिनमा काटेर लिएर आयो ल हेर यो सुगर केन हो बेबी तलको गुलियो हुन्छ है जेनिस डोन्ट गो इनसाइड ल हेर कुखुराहरू लोकल कुखुराहरू खाने हो ए लौ उखु खाने जेनिस कस्तो खान्छ नखाने ओके कम थ्याङ्क यू भन्नु न त नि यो टिनको तलको सबै हाम्रो खेत हो कि कता देखियो नानु गइरहेको यो कम्युनी साइड बाख्रा लिन जाने यो गाछीको नि यो सबै घाँसलाई उसलाई दिने खाने हो नि घाँसहरू गाई बाख्रा भैँसीहरूले खाने के यहीँदेखि चढ्दै झार्दै घर आइपुग्यौँ हामी यस यु डोन्ट लाइक दिस साग कम्ती रहेछ खट्टा बेगुने यो चाहिँ हाम्रो घर आइपुग्यो त्यो खट्टा बेगुन हो यो चाहिँ गोठो हो हाम्रो दाउराहरू यसरी जम्मा गरेर राख्छ अनि यहाँ के छ हेर्नु यो चाहिँ घर बिहा गरेको मन्दिर पुगेर आएर पण्डित बाजेले ठक्क चिनेको उसले चाहिँ चिन्दै नचिनेको के
बस्नु ज्यानिसले हेर्न त्यहाँ लडेर बढेर माटोमा आमा कपडाको गति छैन ऊ यो चाहिँ नि सिप्चाना आज चाहिँ कामसाम भएर अब हामी चाहिँ गाइज घुम्ने प्लान छ आमा चाहिँ शान्तिपुर जानु लागेछ बुढा शान्तिपुरलाई छोड्नु जानु आँटेछ बाई बाई कताको झर्ना अरे अर्जेवाको झर्नामा जाँदैछु अनि हल्का भिडियो सिडियो बनाएर अनि फोटोसोटो खिचेर आउँदैछु सो हेर्दै गर्नु होला है हजुरलाई गाउँघरको झर्ना देखाउँदैछु है म हामी चाहिँ अब यहाँ खेतको बाटो हुँदै हुँदै जाँदैछु झर्ना अनि हेर्नु होला यहाँ छ अनि म यहाँ छु माथि डाँडामा घाम लागेको छ Janice, are you scared? No. You're not scared? No. Are you not scared? No. Good boy. झर्ना गएर आउनु पर्यो बाटो धुलो यस्तो पहाडहरूको बिचमा खोल्चामा हिँड्नुपर्छ यसरी है नि हेर्नुहोस् त ल पहाडहरू त्यहाँनिर चाहिँ पुरा यहाँ डराएको छ कि बाइकबाट गिर्छ भनेर अघि एउटा ठाउँमा हामीले बाइक चिप्लो बाटोमा अनि त्यहाँबाट डराएको कि च्यानिस स्टप गर भन्दैछ यहाँ चाहिँ पुरा खोला अलि सुकेछ खोला सो हामी चाहिँ अहिले झर्नाको बाटोमा पुग्यो अनि चढ्दैछ यहाँ ज्यानिसले माथि बस्ने भन्ने छ पापाको माथि यसरी हेर्नु त पहाडहरू क्या डेन्जर पहाडहरू हुन्छ म त फर्स्ट टाइम आउँदाखेरि बिहा गर्ने बेला यो देखेर त यति डेन्जर लाग्थेन डर लाग्थेन यो रोडहरू माथि रोड तल खोला के बग्ने हजुर वेयर शो मी यु लुक हियर वाटरफल यही बाटो भएर जान्थ्यो पहिला हिँड्दै अहिले त यहाँ चाहिँ यस्तो बनाएको के हेर्नु यो झर्ना फेमस झर्ना भएको छ अहिले चाहिँ यहाँको 12 वर्ष अगाडि आउँदाखेरि यो बाटो कसरी हिँडेर जानु पर्थ्यो अहिले यस्तो छ हामी चाहिँ आउँदाखेरि एक जग्गामा चिप्ल्यो किनभने पछि गाउँघरको रोड त्यस्तै हुन्छ पानीहरू लागेपछि त्यो जग्गामा चाहिँ नि एकदम स्लिपरी हुन्छ नि त बाइकमा अभियसली अब कहिले कस्तो स्लिप भइहाल्छ इट्स नर्मल मलाई त केही हुँदैन बुढालाई पनि केही हुँदैन तर छोरासँग चाहिँ फर्स्ट टाइम आउँदाखेरि चाहिँ नि अलिकति त्यस्तो एक्सपिरियन्स भयो तर इट्स ओके अब हामी एकछिन यहाँ घुम्छ अनि त्यसमा फोटोहरू खिच्छु रिल्सहरू बनाउँछु होला सायद अन्त त्यसको बादमा फेरि फर्किन्छु हामी घर हेर्दै गर्नु यस्तो चिसो पानी छ क्या गाइस यहाँ पानी त्यो झर्नाले गर्दा हावा पनि चिसो हान्छ नि त हेर्नुहोस् भयो नजानु त्यहाँ छेउमा डराएन नि देखि यस्तो भएर जान्छ अहिले यस्तो छ बर्खाको टाइममा कस्तो हुन्छ होला है हजुर
निस्किनु तिमीसँग जमा चन्द्रमा पनि लजाउँछ। अब यहाँबाट निस्क्यो है। अब झर्ना यही हो, बर्खाको टाइममा चाहिँ बेसी हुन्छ। ए बुटलबाट हो गाडी आयो होला। बुटलदेखि नै हो। हजुर यहाँको गाडीहरूमा हेर्नु न, पछाडि पनि टिकटक लेख्नु छोड्दैन के। टिकटकको कति क्रेज छ है नेपालमा। ए धुलो हेर, बुढा उता बाइक धुलाउँदै हुनुहुन्छ। हामीले दोकानमा छु। जेनिसले के खाँदैछ? जेनिस के खाँदैछु? चिप्स भन्नु न। सो गाइज अहिले चाहिँ अब हामी घरमा आइपुग्यो। खालि झर्ना मात्र घुम्नु गएको त्यति नै हो। अन्त घर आइपुग्यो। मैले भिडियोहरू पनि कति भ्लगहरू एन्डै राम्रोसँग गर्नु पाएको छैन है। अनि हाम्रो गाउँको भ्लग पनि यही नै हुनेछ होला लास्ट, किनभने हामी अब भोलि या त पर्सि फर्किन्छ। सो त्यही हो गाइज। हेर्नु हाम्रो कुखुराहरू कस्तो हावा चल्दैछ कि। अनि हावा चलेको सुन्नुभएको छ? कस्तो डरलाग्दो हावा चलेछ। आम्मा बिहान आँगन पुरा झाडु लगाएर गएको आँगनको गति हेर्नुहोस् न अहिले कस्तो भएछ। है हाम्रो हेर्नु प्यारो प्यारो कुखुराहरू, लोकल कुखुराहरू। भोलि या पर्सि जान्छ घर इन्डिया सिलगढी। बुढोको गाउँ हजुरहरूलाई देखाइदिएँ। राम्रोसँग हेर्नुभयो होला, मन पऱ्यो कि मन परेन थाहा छैन। गाउँघर यस्तै नै हुन्छ। गाउँघरको हावापानी नै अलग्गै हुन्छ कि, छुट्टै हुन्छ क्या गाउँघरको हावापानीहरू। गाइज आज चाहिँ अब हामी निस्किनु आँटेको घरबाट है। मेरो सासू आमा मेरो हो। मलाई हिजो एउटा बहिनीले के दिदी हजुर गाउँमा गएर त पुरा संस्कारी बाउ जस्तै भन्छ अरे। पुरा संस्कारी बाउ भन्दा सिन्दुर विन्दुर लगाएर बसेको भनेको त्यो होइन। उहाँ त कहाँ त्यतिकै घरमा यादै हुन्न कि। अहिले हामी शान्तिपुर पुग्नु है। अहिले चाहिँ हामी शान्तिपुर आइपुग्यो हो। अन्त शान्तिपुरमा यो चाहिँ हाम्रो नन्दको घर हो। यो चाहिँ हाम्रो नन्दको घर हो। मेरो भान्जा हाई गरिदियो। मेरो नन्द भाइ घर। नरुने नानी है, हान्छु कि हामी नरुने त्यसरी। ल बाई। सो गाइज अहिले चाहिँ नि हामी अब यहाँ खाना खानु रोकेछु। अनि के भन्छ अरे यो जग्गालाई? रुद्रबेनी नि। रुद्रबेनीमा यहाँ चाहिँ अब हामी खाना खानु लागेको। यो चाहिँ खाना यसरी पाएको छ है। यो चाहिँ चिकन हो। यता चाहिँ मटन खाँदैछ भाइहरूले। मटन र बियर। भाइहरूले खाइन बियर? खाँदैन? ए मेरै बुढा रहेछ बिग्रेको। ल जेनिसलाई यहाँ किरण भाइले डोजरमा चढाएको त खुसी भयो कि। ल जाउँ। ल अब हामी चाहिँ खाना खाएर निस्केको। आऊ 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 छिटो। यो पाल्पा हो आमा? ए सर्टकट बाटो आएको नि त नि हामी। पुरा सल्लाहको गएको थियो। अब 2 घन्टा लाग्छ अझै। गाइज हामी चाहिँ अब बुटल आइपुग्नु आँट्यो। अब हामी यहाँ सिद्ध बाबा मन्दिर आइपुग्नु आँट्यो। ल गाइज हामी चाहिँ बुटलदेखि अगाडि नै आइपुग्यो। सुनर पनि कटिसक्यो। बर्दीघाट भन्ने जग्गामा छौँ। अहिले चाहिँ हामी काकडभित्ताबाट हिँड्यौँ। अहिले हामी गाडी बुक गरेर सिधै घरसम्म जानु लाग्यो। अनि यहाँ बस्दैछ बिहानको 7। अनि यहाँ हामी काकडभित्ता क्रस हुँदैछौँ। यो चाहिँ नि AH हो। AH मतलब एसियन हाइवे हो। यो चाहिँ एकदम राम्रो हाइवे बनाएको छ। यहाँ यो रोडमा हिँड्नु पनि एकदम मजा आउँछ कि। मिन्स
रिलिफ फिल हुन्छ, एकदम राम्रो लाग्छ। अब यो चाहिँ पुरा वहीँसम्म सिलगढीसम्मै पुरा कनेक्ट छ यो रोड। अनि त्यही हो गाइज, आई होप तपाईँहरूलाई यो भ्लग मन पर्यो होला। अनि गाउँघरको सानो एउटा याद लिएर जाँदैछौँ हामी, त्यस्तो त होइन, पछि पनि हामी गइन्छ, तर पनि अब जति बेला भेटिन्छ त्यति बेला नै मेमोरिज क्रिएट गरेको मलाई चाहिँ राम्रो लाग्छ है। त्यही भएर मैले भ्लग स्टार्ट गरेको, हर चिजको एउटा मेमोरी क्रिएट गरेर राख्नुको लागि। भोलि पर्सि म मरेर गएँ भने नि यो भिडियोहरू हेरेर पनि मलाई मान्छेहरूले याद गरोस् भनेर चाहिँ नि, त्यही भएर हो। नयाँ मैले युट्युबबाट के पाउँछु यताउति भनेर चाहिँ नि होइन, सो जस्ट इट्स फर माई मेमोरी एन्ड माई पिपल मेमोरिजको लागि हो है। अनि त्यति भन्दै गाइस आजको भ्लग एन्ड गर्छु। आई होप तपाईँहरूलाई मन पर्यो होला, मन पऱ्यो पनि लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद। नमस्ते जोरले।